गाइजहरू लगभग हामी बसातिर छिर्यौँ र पुर्खाहरू भेट्नलाई। रमाइलो ठाउँ रहेछ बसा भने चाहिँ। बसा भने त्यो त सबै राईहरू हो क्या सबै। कहाँतिर यतै रहेछ? दाजु भोलेनी भन्ने ठाउँ कताबाट जान्छ? के भोलेनी पुगिन्छ? 15 मिनट लाग्छ अरे हौ। रमाइलो छ गाइजहरू। त्यहाँ चाहिँ घुम्नलाई झरेछौँ हाम्रो दाजुभाइ क्लब मिलेर हेर्नलाई। कोही अगाडि छ कोही पछाडि, हामी बिचमा। बाटो चाहिँ पिजै रहेछ सर र नयाँ पिच गरेर छ। गाइजहरू फाइनली हामी चौरन्दी गढी आइपुग्यौँ। त्यो के अरे बसा। ल जाउँ जाउँ जाउँ। डिङ 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 डिङ। नमस्कार हजुर, नमस्कार। परविन भाइ चाहिँ खोइ त यो माटामा आउँछ होइन यो के पो अरे हलेसीबाट होइन भएको अरे पोखरेमा 3 भाइ हाम्रो 3 जना बाजेहरू चुइसीमा कता अरे अनि 3 जना झर्नु भएको अरे। यो 3 भाइको हामी छोराछोरी चाहिँ अब जेठा आमा कान्छा बसेको छ होइन। नमस्कार हजुर, नमस्कार। हाम्रो बाउले भनेअनुसार अस्ति हाम्रो बाबे बित्नुभयो होइन। अनि उहाँहरूको भनेअनुसार चाहिँ हामी 3 भाइ हाम्रो बाजेहरू यहाँ पोखरेमा झर्नु भएको अरे। कता कता झर्दै एक भाइ चाहिँ यहाँ होइन। अब हाम्रो बाजे अब त्यहाँ झर्दाखेरि हाम्रो बाजेको नाम पदनाथ राई होइन। अनि अरू भाइहरू चाहिँ साइला कान्छा चाहिँ कता कता छ, कसो छोरा होइन। अब अनि अब एउटा भाइको चाहिँ हाम्रो यहाँ अस्ति बित्नुभयो हाम्रो बाबे होइन। अनि एक भाइको चाहिँ कता त्यो हामी त्यही हाँगाको चाहिँ हामीलाई थाहा छैन। तर 3 जना चाहिँ उहाँबाट झर्नु भएको अरे 3 जना। अनि अब कसको अब छोराहरू हामी अब होइन। अब उहाँहरूको छोराहरू कतिजना थिए। अब उहाँ हाम्रो अब हामीहरू अगाडि हामी यतिजना छौँ जेठा आमा कान्छा चाहिँ अब यसरी भएर चाहिँ अनि छुट्टिँदै हाम्रो बाजे चाहिँ पोखरेमा आउनुभएको रहेछ। अनि त्यो हुनाले
होइन हामी त थाहा छैन बाबाले भन्नु भएन तर हाम्रो बाबाले चाहिँ त्यसरी भन्नुहुन्थ्यो अरे अहिले हामीलाई साँच्चै नै हेर्ने हो भने कसैलाई थाहै छैन अब बाजेको नाम थाहा छ बोजूको नाम थाहा छैन होइन अब बाउहरूले पनि हामीलाई त्यस्तो कुराहरू नबताउनु अनि भाषाभाषी कुरा पनि केही नभन्नु होइन हामीले थाहा छैन भाषाभाषी थाहा छैन बोल्नुको लागि अनि त्यही त अस्ति हाम्रो बाबा उहाँहरूले चाहिँ हामीले के भन्नुभयो भने अनि त्यसपछि उहाँहरू चाहिँ एकदम दाजुभाइ खोज्ने एकदमै पक्षमा लाग्नु हाम्रो बाबै अनि उहाँहरूले गर्दाखेरि अब म जलकिरी नगएसमा मर्दै मर्दिनँ मेरो दाजुभाइ उहाँ छ भनेर चाहिँ उहाँहरूले होइन हामीले एकदमै भन्नुभयो अनि यो कुरा एकदम राम्रो हामीले पनि थोरै चासो लियौँ त्यो भित्रमा आखिर के दाजुभाइ उहाँ छ भने त होइन हामी पनि त अब उहाँकोमा जाउँ न त हाम्रो बाबै त्यसरी उहाँ त्यति मन छ त्यति साह्रो मन छ भने हाम्रो बाबैको दाजु भेट्ने मन छ भने जाउँ न त भनेर चाहिँ हामी पनि जोड गऱ्यौँ तर नगइकन चाहिँ नमर्ने भन्ने तर मान्छेको जीवन होइन अनि त्यसपछि भरे गएर बित्नुभयो त्यो कुरा सबै हामीले वास्तविक कुराहरू हामीले उहाँलाई सोध्नु पाइएन अब त्यसो भर्खरको मान्छे हामीले कति सोधौँला भन्ने त मन छ नि त कहिले चाहिँ मर्छ के हो भनेर हामीले कसले जानेको छौँ होइन अनि त्यो अनि पछि सोध्दै जाउँ है भनेर चाहिँ अनि बाबेर पनि पुऱ्याउँला उहाँको छोरा अनि हामी दुईजना हामी जाउँ आफ्नो जान भनेर हामीले सल्लाह पनि गरेको थियौँ तर त्यो भित्रमा अब भरे बित्नुभयो अनि त्यसरी हुन त्यसरी भयो तर उहाँहरूले सबै यो आगा भनेर उहाँहरूले सबै जान्नुहुन्थ्यो तर त्यो शरीर त्यस्तो कहाँ गरेर जाने अहिले सुरुदेखि आउनुपर्छ दाजु यहाँ नि आज गेममा म हैन त्यही त सोधिरहेको म छिटो मान्छु पक्का गरेरै जाने भन्ने हिसाबले नै है उहाँले गर्दाखेरि सबै हामी हुँदै जानुपर्छ अनि त्यस्तै हो हलेसीबाटै छुटिएको छ है हलेसीबाटै छुटिएर लागिएछ कि आफ्नो त्यहाँबाट छुटिएछ अनि हामी आउनु पायौँ न तपाईँहरू आउनु पनि धन्यवाद तपाईँहरूलाई अब हामी पनि तपाईँहरूलाई सम्झेर हामी पनि अब दाजुभाइ हामी खोज्नै पर्छ रहेछ भन्ने एउटा हाम्रो सबैको विचार छ यहाँ अनि त्यसरी हामी अब तपाईँहरू आएपछि हामी पनि एक दिन आउँछौँ घुम्नलाई होइन म जल्किने कसो छ भनेर बुढाको मन पनि त्यही हो जल्किने ठाउँ कसो छ दाजुको थुप्रो छ र भनेर अनि एउटा मुर्कुचीमा हाम्रो भूमिका भन्छ हाम्रो साँड्दाईको छोरी मुर्कुचीमा छ विक्रमको बुढी भन्छ विक्रमको बुढी होइन विक्रमको जान हाम्रो छोरी अनि अस्ति हामी गएको थियौँ होइन अनि जल्किने मुनि एउटा बुढा मान्छे हाम्रो गाउँमा पर्दो रहेछ अनि तपाईँहरूको नाम कोहीको नाम दिएको छ अनि एकजना चाहिँ बुढा मान्छे छ अरे उहाँहरू हुनुहुन्छ एउटा कुन बुढा मान्छे छ बुवा हो उहाँले भन्नुभएको छ मेरो जल्किनीदेखि थोरै मुनि मेरो घर पर्छ तपाईँले मेरो घरमा आउँछु म तपाईँलाई घर जल्किनी सबै घुमाइदिन्छु भन्नुभएको थियो कि अनि खै नाम सबै हामीहरू अस्तिमा भर्खर मुर्कुचीमा भने हो यस्तो यस्तो कुराहरू अब हामी पनि जाँदाखेरि त अब थाहा भयो त यो यस्तो सिद्धान्तमा त्यहाँदेखि नेपालदेखि माथि जानुपर्छ यो ठाउँ भनेर थाहा भयो भने उहाँहरूले धेरै राम्रो कुरा गर्नुभयो म तपाईँहरू आउनुहोस् सिङ्गापा म तपाईँलाई प्रेरिन्छु भनेर हामी लगिदिन्छु भनेर हामीले भन्नुभएको थियो कि
तर यहाँ भए पनि के दाजु छ दाजुभाइ पोखरीमै छ नि यहाँ हाम्रो यहाँ उमै छ के अरे पातलमै छ भन्दैमा चाहिँ अब के त हामीले कता कता अब सक्नुहुन्न तर अब हामीले यहाँ छ है भनेर चाहिँ हामीले सुनाउने कर्तव्य होइन एकजना यता आउनु भएको भन्ने कुरा भयो तपाईँहरू हामी अलिकति अगाडि बढ्यौँ होइन थोरै ल हाम्रो जरामा पहिले जाउँ तपाईँहरू ढुङ्ले बुङ्छा भन्नुहुन्छ कि ढुङ्ले मुङ्छा भन्नुहुन्छ कि पहिले त्यहाँबाट कीर्तन गरेर जानुपर्ने देखेँ क्या मैले हामी अलिकति अगाडि राईहरू प्रायः सबै थाहा हुन्छ एउटा अक्षरले आकार इकारले पनि पासा छुट्टिन्छ कोही बिगार गरेर पनि छुट्टिएको हुन्छ हो कि होइन त्यसरी पहिले हामी जराबाट जानु पर्ला हाम्रो लाइनतिर ल त्यसो गरेपछि यता सबै दाइ पर्ने रहेछ तपाईँ कति सालको 43 मेरो भाइ तपाईँ अब यसो गरौँ यताको सबै भाइको अब यता दोस्रो सम्भवतः के गरौँ भने यहाँ यसो गरौँ मलाई सम्भवतःसम्म नि यहाँ के गरौँ भने नि तपाईँहरूको जस्तो नि अब भाउजू बुहारीहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि चिनाउनु पर्यो है हामी त्यही त साइनो त अब उ गर्नु पर्यो अब बाटोमा भेट्दा त जसले चिनिन्छ उसले पहिला बोलाइहाल्ने हो बोलाउने हो कहिले बसा बेलुकातिर भेट गरियो भने गाईतिर भेट गरियो भने अब भइरहनु पर्यो काकी हाल पर्नु होला सबैजनालाई अब हाम्रो पनि दाजुभाइहरू अब हाम्रो भतिजो छोराले त नमस्कार गरिहाल्छ अब त छोराहरू परे नि तपाईँ दाइ पर्नुभयो हजुर तपाईँ दाइ एउटा खुसीको छेड हो होइन अब हामी दाजुभाइ हो तपाईँ कति साल 38 साल तपाईँ दाइ पर्नुभयो सोध्दैनन् पनि क्या घटना घटिसकेपछि पछि अब बिहाबाजी हुने बेलामा त कम्तीमा पत्ता लाग्थ्यो होला होइन अब त्यतिखेर त अब माग्ने बेलामा टिका दिने बेलामा त पाछाहरू सोधी गरिन्थ्यो होला मागो भने नत्र अब जिया जन्म भइसकेको थियो भने बर्बाद हुन्थ्यो मलाई शङ्का लाग्यो नि ढुङ्ले बुङ्छाका छोराछोरीहरूले अहिलेसम्म बिहेबारी भएन नेपाललाई जोडिहाल्थ्यो नेपालदार र जन्के म त अहिले यहाँ बेलाका पाँच खनाइरहेको हाम्रो ढुङ्ले उषा पर्नु तिमीहरूको आन्टी भरौ हाम्रो दाजुभाइ उपालहरू त अब हाम्रो दाजुभाइ परेपछि त
बसा कार्यक्रम लगभग आधी भयो अनि खाना खाँदैछ। अब खाना खाएर अब के फेरि कार्यक्रम थोरै गरेर अनि त्यसपछि घरतिर निक्लिने कार्यक्रम छ है गाइजहरू। बच्चामा हाम्रो दाजुभाइहरू टन्नै रहेछन्, यता भेट्न आइयो, भेटघाट भयो। अझै आधी भेट्ने बाँकी छ। ल गाइजहरू, हाम्रो आधी सन्तान चाहिँ भेला भइएछ आज होइन। यो बसामा चाहिँ आधी छौँ, अझ अरू त बाँकी नै छ। हाम्रा सन्तान चाहिँ यस्ता छ। ल गाइजहरू फोटो खिच्ने यहाँ अगाडि ल हामी चाहिँ हाम्रा दाजुभाइ खानदानको चाहिँ यहाँनिर घरहरू अवलोकन गर्दैछौँ होइन। यो चाहिँ बसा भन्छ होइन यसलाई, बसा 4 नम्बर भोर्लेनी। ल यहाँ फाल्टो मान्छे कोही छैन, सबै हाम्रा दाजुभाइ हुन्। हामी एउटा चुलाका सबै। धेरै समयपछि हामी धेरै पुस्तापछि भनौँ न होइन। हो त हामी चाहिँ है यो तल सबै पुग्नु यति यो मात्रै हो। यति भए त भइगयो नि, धेरै माछा किन जानु पर्यो होइन। हाम्रो दाजेको पसल होइन यो। परबिन राई ढुङ्ले बुङ्सा दाईको पसल यो। हजुरहरूलाई के सामान चाहिन्छ आउँदा हुन्छ भनेर पनि भनिदिएँ मैले होइन। अब त्यसो भने नि अब